जलको यो चाहिँ वाटर सप्लाई गर्ने चाहिँ वाटर कन्टेनर होइन पानीहरू जम्मा पार्ने ठाउँ हो। के को शालिग रहेछ यो चाहिँ अहिले हामी सुन्दरी जल छौँ। राइडर सञ्जित आले मगरको साथ सृजना आचार्य मगर। कति धेरै पानी जलको यो चाहिँ वाटर स्टोर गर्ने ठाउँ। यो चाहिँ मेलम्चीको पानी भनेर डिस्ट्रिब्युट गर्ने पानी हो। यो सबै पानी हो। यो स्विमिङ पुल जस्तो देखेको वाटर स्टोर गरेको होइन। यहाँबाट चाहिँ पुरै काठमाडौँको वासीहरूलाई वाटर सप्लाई हुन्छ। सो मेलम्चीको पानी भन्थे आज मैले आफ्नै आँखाले देख्न पाएँ। क्रेडिट गोज टु माई हस्बेन्ड सञ्जित आले मगर। एकदम वी आर एक्साइटेड। हामी चाहिँ कहीँ जाँदैछौँ बट इट इज सरप्राइज प्लेस। मलाई थाहा छैन हामी कहाँ जाँदैछौँ। पुगेपछि हामी सी यू इन द नेक्स्ट भिडियो। राष्ट्रिय निकुञ्ज क्षेत्र नेसनल पार्क भनेको छ। यहाँबाट अब हामी भित्र इन्ट्री गर्छौँ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज यो चाहिँ। हस् धन्यवाद। ल अब चाहिँ हामी यहाँ शिवपुरीबाट टिकट लिएर छिर्यौँ। अनि हामीसँग चाहिँ के भयो अरे अब एकजनाको 100 रुपियाँ रहेछ अनि बाइकको 200 300 त्यस्तै 150 200 रहेछ। अनि हामी चाहिँ टिकट काटेर हामी अगाडि बढेका छौँ। अब हामी हेरौँ हामी जाँदैछौँ आज सुन्दरजलको त्यो माथि रहेको त्यो ढाप मुहानमा बनेको त्यो ढाप एउटा हो त्यो। अब जाँदै बाटो राम्रो छ छैन हेर्छौँ। ओके सी यू इन नेक्स्ट भिडियो। जङ्गलमा चित्ताको बेबीसँगै बाख्राहरू पालन अब हुन्छ नि चरम क्षेत्रहरू रहेछ। निकुञ्जले यो चाहिँ अलाउ गरेको रहेछ। कतिपय ठाउँमा निकुञ्जले चाहिँ रोकेको हुन्छ। बाख्रा पालन सिराउँदैन निकुञ्जले रोकेको हुन्छ। यहाँ चाहिँ देखियो। अब हेर्दा माथि बाटो यहाँसम्म त ढलान छ। माथि अफरोड छ भन्नुभएको छ। लगभग 20-22 किलोमिटरको दुरीमा रहेको छ। हामी जहाँ जाँदैछौँ त्यहाँ लेट्स सी बाटो कस्तो छ। हामी राम्रो बनाउँदै हुनुहुन्छ। अब हामीले परिस्थिति हामीलाई केही यसरी ढलान हुँदैछ बाटोहरू। यता चाहिँ आधी छोडिदिनु भएको छ। यो चाहिँ एकदमै राम्रो कुरा हो। आउने यात्रुहरूलाई चाहिँ गाह्रो नहोस् बाटो नरोकियोस् भनेर उहाँहरूले पार्टिसन वाइज काम गरिरहनु भएको छ। एकदमै राम्रो ढलान छ। यो यत्रो मोटो ढलान गर्नु भएको छ। अब यसरी कामहरू भइरहेको छ। हजुरहरूलाई हामी रुट पनि कस्तो यसको इन्फर्मेसन दिन्छौँ। यसरी यो गिटीहरू छाप्नु भएको छ। अनि यसरी पार्सल कामहरू भइरहेछ। आधी बाटो खुलाएर। लेट्स सी अगाडि बाटो कस्तो छ हामी हजुरहरूलाई भन्नेछौँ। बाटोहरू यस्तो छ है ठाउँ जङ्गल कुसमा यति राम्रो बाटो हुनु भनेको इट्स समथिङ। पहिले सानो निन्द्रामा बिउज्यायो तिम्रो हेलो। ल हेर त यस्तो वालमा चढेर बाख्राहरू। तिम्रो रूपैले बर्खामा चाहिँ यो बाटो एकदमै धेरै चिप्लो छ भनेर मैले भ्लगहरू पनि हेरेको थिएँ। मेरो साथीहरू पनि गएको थियो सुनेको थिएँ। तर सोलुखुम्बु जाने बाटो यस्तै हो पुरा सेम यस्तै ओखलढुङ्गादेखि 5-6 घन्टा यस्तै बाटो जाने। अझै यो त सानो ढुङ्गा यत्रो ढुङ्गा हुन्छ कि बाटोभरि। यो बाटो यस्तो भयो भने के हुन्छ नि यो बाटो चाहिँ पानी पर्दाखेरि मान्छे चिप्लिँदैन भनेको न हो क्या। गाडीहरू चिप्लिँदैन। यसमा चाहिँ आरामले जान्छ। यो बाटो लाने ग्यास पनि फुल्दो रहेछ। अनि यहाँ चाहिँ सबै के अरे निकुञ्ज भएको भएर सबै रुखहरूमा चाहिँ नम्बरिङ गर्नुभएको छ। के अरे रुखहरू काउन्ट गरेर होइन त्यही होइन यो रुखहरूको उ गर्नु भएन टोटल गर्नु भएन। यति रुख छ भनेर होइन ऊ सबै रुखहरूमा छ प्राय। लाली गुराँस फुलिरहेको छ बिचमा। काट्ने रुख हो।
बाटो चाहिँ त्यो पुरुषलाई चाहिँ बाटोले काट्नुपर्छ भन्ने नमन गरायो क्या। कस्तो धेरै पिसफुल ठाउँ, यति धेरै आनन्द हो। नेचर भनेको के हो भनेपछि यो होला। एउटा गाउँ देख्यौँ यहाँ पहाडी भित्तामा हामीले। अब हेरौँ अगाडि बाटो कस्तो छ। हामी हजुरहरूलाई बाटो पनि देखाउँछौँ, हामी रमाइलो पनि भइरहेछ। कस्तो भइरहेछ हजुर? बाइक चलाउन गाह्रो भइरहेछ? गाह्रो भएको छैन, भयो मान्छेलाई चलाऊ भनिहाल्छु नि। यो रुखहरू चाहिँ यस्तो रुखहरूमा नम्बरिङ गरेको छ। यो चाहिँ बाटो काट्नु, रुखहरू काट्नलाई नम्बरिङ गरेको यो बाटोको लागि। यस्तो 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 छ, तल खोला छ, ठुलो ठुलो ढुङ्गाहरू छ। बर्थडे हो, त्यही भएर हामी चाहिँ घुम्न जाँदैछौँ। अनि यो चाहिँ मेरो बर्थडे गिफ्ट हो, मलाई मेरो हस्बेन्डले गर्नुभएको। अनि मेरो सासू ममले पनि मलाई गिफ्ट गर्नुभएको छ। कानमा लगाउने ब्युटिफुल इयर टप। थ्याङ्क यू सो मच फर यर लभ, सपोर्ट एन्ड केयर। बिहे गरेपछि यति धेरै रमाइलो हुन्छ नि थाहा भए त म 5 वर्ष अगाडि बिहे गर्थेँ नि। यति धेरै राम्रो छ ल होटल प्रकृति। मलाई चाहिँ प्रकृति रिसोर्ट भन्ने ठाउँमा पुग्यौँ। यसरी रिसोर्ट आयो माथि। सो मेनी रिसोर्ट अभाइलेबल हियर। बस्नको लागि, खानको लागि तपाईँहरूले रिसोर्टहरू नै पाउनुहुन्छ यतातिर। सो हामी चाहिँ खाना खाएर आएको बिहानै भएर। यो चाहिँ हाइकिङको लागि बेस्ट रुट रहेछ। हामी चाहिँ अलि ढिला भएको भएर बाइकमै आयौँ। बट बाइकमा झन् एडभेन्चर हुँदो रहेछ। बाटो चाहिँ यस्तो छ, दामी दामी ठाउँहरू छ। एकदम माइन्ड फ्रेसिङ नेचर राम्रो छ, आउनु होला। अब हेरौँ डेस्टिनेसन कस्तो छ। हामी चाहिँ सुपर स्प्लेन्डर हिरो होन्डामा यात्रा गरिरहेको छौँ विथ माई हिरो। हिरोले हिरो होन्डा चलाइरहनु भएको छ अनि म हिरोइनको पोजमा पछाडि बसेछु, तर म हिरोइन चाहिँ होइन। रमाइलो भइरहेछ। कस्तो लागिरहेछ हजुरलाई? एकदम रमाइलो लागेको छ। आहा, नेचरलाई फिल गर्दा हिँडिरहेको छु। झुटो बोल्नु है, हिरो बोलेर केही फाइदा छैन। Let's see how is our destination. This way. बेबी ठाउँमा यस्तो लोकेसनहरू राख्नु भएको छ। यो चाहिँ एकदमै इफेक्टिभ हुन्छ फर्स्ट टाइम आउने मान्छेलाई, जस्ट लाइक अस। हामी पनि फर्स्ट टाइम हो। अनि क्यामेरामा देख्दैन होला, तर जङ्गलको बिचमा लाली गुराँसहरू यति धेरै फुलेको छ। बाटो चाहिँ एकदमै के भन्छ यस्तो बाटोलाई, अफ रोड छ। अलिअलि ज्यान चाहिँ दुख्छ बेलुका, तर इट्स एडभेन्चरस। डेस्टिनेसनतिर चाहिँ एउटा यस्तो हामीले कम्युनिटी भेट्छौँ अलिकति माथि योवाला ठाउँमा। सो एकदमै रमणीय छ यो ठाउँ चाहिँ। मूल खर्क सुन्दरी जल होटेल। यो चाहिँ केहीको सायद अफिस होला। बेगम बेली कति धेरै फुलेको छ त्यहाँ माथि। अलमोस्ट त्यतिर चाहिँ सल्लाह घारी रहेछ, सल्लाह धेरै पाउँदो रहेछ। त्यही भएर ठाउँ एकदमै सुक्खा खालको छ। अब त्यहाँ माथि चाहिँ फेरि मूल पलाउने ठाउँ छ भनेपछि है लाली गुराँसहरू बिचमा फुलेको छ। बच्चाहरू लाली गुराँस लिएर बसिरहनु भएको छ। सायद आउने मान्छेहरूलाई बेच्नलाई होला। यस्तो फाँटहरू हेर्नु, खेती गर्ने मान्छे, खन्ने मान्छे, जोत्ने मान्छे नभएर युवा पुस्ताहरू सबै विदेशीको कारणले हाम्रो खेतबारीहरू यसरी बाँझो हुँदैछ। अब यो बाँझो चिर्ने कहिले, यो बाटो मलिलो हुने कहिले, अनि त्यसमा उब्जनी गर्ने कहिले हामीले। यो चाहिँ के हो मैले थाहा पाएन। जताततै यो फुलेको छ, जहाँसम्म लाग्छ यो केही फलफुलको बोट हो जस्तो लाग्छ मलाई है। यो ऊ जस्तो लाग्यो कि मलाई, नासपाती र स्याउको क्रस हो।
मैलकोट काफल पनि पाउँदो रहेछ यतातिर, लालीगुराँस पनि, अनि उत्तिसहरू पाउँछ। यो चाहिँ पुरै लेक जस्तै रहेछ। हाम्रो बाइकमा के आवाज आउनु थाल्यो। लालीगुराँसहरू फुलेको छ। हामीलाई चाहिँ अहिले हिरो होन्डा सुपर स्प्लेन्डर 150ले हाम्रो यात्रामा एकदमै निरन्तर साथ दिइरहेको छ। अनि 125 सरी। अनि हाम्रो राइडर एकदमै एक्सपिरियन्सवाला राइडर, उहाँले चाहिँ एकदमै राम्रो बाइक चलाउनुहुन्छ, सेफ राइडर हो उहाँ चाहिँ। त्यही भएर म एकदमै सेफ फिल गरेर बसिरहेको छु बाइकको पछाडि भिडियो बनाउँदै। बिहेपछि फर्स्ट हाम्रो लङ राइड। बिहे अगाडि खासै कहीँ गएको छैन, कि कुलेखानी चाहिँ गएको थिएँ। यो भिडियोमा मैले पुरा खुलासा गरेँ। यसरी यस्तो राम्रो राम्रो फाँटहरू बाटो छ, यति राम्रो राम्रो ठाउँहरू नेपालमा। नेपाल भनेको चाहिँ स्वर्गकै टुक्रा हो। यति राम्रो ठाउँ हो यो। नेपालमा जसरी पनि जो मान्छे पनि सर्भाइभ हुन सक्छ, तर अरूको ठाउँमा, अरूको देशमा नो वे। यहाँ चाहिँ एउटा यस्तो ब्याडमिन्टन फुटबल चौर रहेछ। सरी, ब्याडमिन्टन कोर्ट जस्तो लाग्थ्यो। फुटबल चौर रहेछ, कति धेरै ठुलो। ल यहाँको बच्चाहरूले आएर यहाँ फुटबल खेल्ने ठाउँ चौरी होला यो। एकदमै राम्रो छ। यस्तो माथि ठाउँमा पनि यतिको सोचेर यस्तो बनाउनु भनेको इट्स टु गुड। यहाँ यस्तो ट्रस्टहरू छ मान्छेहरूलाई रेस्ट गर्नलाई, बस्नलाई। कति धेरै लालीगुराँस फुलेको छ, हेर्नु होला। वी आर हेडिङ टुवर्ड्स ढापथान। यहाँ सुन्दरीजलबाट 21 किलोमिटरको यात्रापछि चाहिँ ढापधाम पुगिँदो रहेछ। ल अलमोस्ट हामी 10 किलोमिटर जति आयो। 10 जति 10 किलोमिटर जति गुड्यौँ होला हामी। अब 10-11 किलोमिटर जति बाँकी छ। हेरौँ डेस्टिनेसन कस्तो छ। वी आर एक्साइटेड टु बी देयर भेरी सुन। हामीले यात्राको क्रममा एउटा धारा भेट्यौँ। यहाँ चाहिँ मूलको चिसो पानी आइरहेको छ। अब हामी यहाँ पानी खान्छौँ अनि अगाडि बढ्छौँ। से हेलो। हेलो। कस्तो भइरहेछ? अब हामी लगभग बिचतिर आइपुगे जस्तो मलाई अनुभूति भइरहेको छ। अब हामी अहिले चाहिँ जान लाग्छ सुन्दरजल ढाप ड्याम। खासमा मैले बुढीलाई बर्थडे गिफ्ट चाहिँ तिमीलाई पोखरा आउने भने पोखराको छेउता जस्तो देखाउनलाई देखाएर सरप्राइज दिने भन्ने मेरो एकदम प्लानिङ थियो। अब के अनि यस्तो बाटोभरि लेखाएर छ। लाग्नु भएको थियो, पोखरा लाने भन्नुभएको थियो। भनेको थिएँ कहिले सोचेको कुरा? डेन्जर हुन्छ है, भ्याएर त पुरै जुका लाग्छ नि, पानी जुकाहरू हुन्छ। एक्साइटेड। चिसो भइरहेछ, चिसो मौसम, चिसो मौसम। बाटो चाहिँ ठाउँमा एकदमै रफ छ। यस्तै बाटो जाने मेरो गाउँ। सुमो यस्तैमा चल्छ। सुमो बस पनि चल्छ यस्तैमा। सेम त्यस्तै बाटो। हिमालय पर्वत चढेको जस्तो छ बाटो चाहिँ ठाउँमा। एकदमै न्युली राइडरहरू हुनुहुन्छ भने चाहिँ नआउँदा पनि हुन्छ। अलि एक्सपिरियन्सवालालाई, सेफ राइड चलाउनेहरूसँग मात्रै आउनु होला कृपया। किनभने अलिकति स्लिप भयो भने लड्ने बाइक कुनै अप्सनै रहँदैन हामीसँग। त्यही भएर राम्रो पनि छ कति ठाउँमा बाटो, एकदमै राम्रो पनि छ, तर कति ठाउँमा चाहिँ एकदमै रफ छ। अनि यहाँ यसो हेल्प गर्नको लागि कोही मान्छेहरू पनि हुनुहुन्न। एकदम एकान्त जस्तो जङ्गल छ। त्यही भएर
अलिकति बी केयरफुल। यस्तो चौरहरू त कति धेरै छ यहाँ। पानी पर्ला जस्तो भइरहेको छ मौसम चाहिँ, अनि एकदमै चिसो भइरह, जाडै भइरहेछ, चिसै हुने गरी भइरह। तल त गर्मी भइरहेको थियो अघि, यहाँ त अझै कपडा नपुग्ला जस्तो भइरह। यहाँ लेक चिसो रहेछ। यहाँको मान्छेहरूको लाइफस्टाइल कस्तो होला, कसरी सर्भाइभ गर्नुहुन्छ होला भनेर यो कुराहरू चाहिँ माइन्डमा आइरहेछ मेरो। गाह्रो छ डेली लाइफ अप एन्ड डाउन गर्नलाई। आफ्नै साधन भए पनि एकदमै गाह्रो छ। यस्तो ठाउँमा कसरी डेभलप गर्ने, यहाँको मान्छेहरूलाई कसरी एजुकेसन दिने, यहाँको मान्छेहरूलाई रोजगार कसरी दिने भन्ने कुरामा एकदमै ध्यान आकर्षण गर्न जरुरी देखिन्छ। कति बच्चाहरू मैले बाटोमै देखिरहेको हुन्छु, यसको मतलब उहाँहरू स्कुल जानु भएको छैन। डालीगुराँस कति धेरै रहेछ। अनि स्कुल त देखेकै छैन मैले। तल उता हाइवे टाइपमा गोकर्णभन्दा अलि माथितिर देखेको थियो हामीले एउटा स्कुल, पब्लिक स्कुल। त्यो कस्तो स्कुल चाहिँ देखेको छैन हामीले। यहाँको बच्चाहरू कहाँ पढ्नुहुन्छ अनि यहाँको डेली लाइफहरू कसरी चल्छ, यो कुराहरूमा चाहिँ म एकदमै क्युरियोसिटी भइरहेछ। लेट्स सी अब कस्तो छ ठाउँ, त्यहाँ सोसाइटीहरू छ कि छैन। वाउ, खोला रहेछ यहाँ त, कलकल पब्लिक खोला। ब्युटी विथ नेचर भनेको सायद यही नै होला जस्तो लागिरहेको छ मलाई। बाटो त्यसरी खानाहरू पकाएर खानुहुन्छ रहेछ। बाटोहरू त्यस्तो छ। चमेली जे भने नि हुन्छ हजुर, म त नेपाली। डाली डालीमा डाली डालीमा फुलिरहँ लाग्छ नि दिलको बारीमा। बाटो चाहिँ कि सिधा ओह्रालो कि सिधा उकालो छ। यसरी हाइकिङ गर्ने मान्छेलाई भेट्यौँ हामीले। अब चाहिँ सायद उहाँहरू बिहानै हिँड्नुभयो होला। वाउ, यस्तो पानी, यति सफा पानी हो। नेचर। हामीले एउटा बाइक चाहिँ देख्यौँ, नत्र हामी दुईजना मात्रै हो जङ्गलमा। एकदमै तर एकदम रमाइलो छ। तर बाटो चाहिँ अलि अप्ठ्यारो। यतिको बाटो भए त एकदमै इजी हो। ठाउँमा चाहिँ अलमोस्ट बाटो चाहिँ एकदमै कच्ची छ, अफ रोड छ। यो भनेको चाहिँ एकदमै राम्रो बाटो भइरहेको। डालीगुराँस चाहिँ यति धेरै ठाउँको मक्क फुलेको छ जङ्गलभित्र। अनि फुलहरू झरेर यहाँ टिप्न पाउँदैन नि त यो जङ्गल, यो निकुञ्ज भएर। अनि सबै फुलहरू भुइँमा झरेर अनि यति धेरै राम्रो ब्युटिफुल देखिएको छ कि। ओ माई गड प्लेस फिल, ओ माई गड। बाइकमा बस्दा बस्दा ज्यान दुखेर म चाहिँ हिँड्न थालेको एकछिन भए पनि। मिट माई पार्टनर एन्ड को पार्टनर हिरो होन्डा सुपर स्प्लेन्डर 125। यसले हामीलाई बहुत साथ दिएको छ। 20 लटको बाइक 20 वर्षको मान्छेले चलाइरह। त्यही नै अब हामी जाँदैछौँ। कस्तो फिल भइरह त हजुर राइडरको हालत? मेरो पार्टनर, को पार्टनर रमाइलो छ। बाटो चाहिँ यस्तो छ बाटो, कि त उकालो छ कि त ओह्रालो छ, सम्म छैन। लेट्स सी कस्तो छ ठाउँ। ल हामीले चाहिँ यस्तो लेट्स धापधाम 3 किलोमिटर। अब हामी चाहिँ यस्तो एउटा चोकमा आइपुग्यौँ। यहाँबाट चाहिँ सुन्दरी जान्छ अनि अर्को बाटो रहेछ। त्यो बाटो चाहिँ अलिकति इजी छ भन्नुभयो एकजना प्यासेन्जरले, तर लामो छ अरे यो बाटो चाहिँ। छोड, हामी आएको बाटो छोड्नु, तर अलिकति एडभेन्चरवाला। अब 3 किलोमिटरमा हामी हाम्रो डेस्टिनेसन पुग्छौँ। ह्याभिङ सम चक्लेट। अनि त्यो पछि जब हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। ओके, सी यू। सो दामी एउटा बस्ती भन्दा नि त्यो रिजोर्ट टाइपको, रिसोर्ट जस्तो लाग्यो मलाई। त्यो चाहिँ बस्ती नै हुन सक्छ, गुरुङ या त कुनै कम्युनिटी हुनसक्छ। यस्तो राम्रो थलीमा यस्तो मजाको बस्ती छ। इट्स
अनबिलिभेबल। दुईजना चेलीहरूलाई भेट्यौँ बाटोमा, उहाँहरू चाहिँ हाइक गर्दै आउँदै हुनुहुन्छ। बौद्धबाट आउनु भएको अरे उहाँहरू चाहिँ बिहानै। के बोल्नु खै, बाटो देखेर हामी एकदमै यो चाहिँ वाइल्ड लाइफ एडभेन्चर्स टाइपमा छौँ आज हामी। हुन त यो सिन्धुजलमा धेरै टाढाको कुरा होइन, काठमाडौँ नै हो अब होइन। अनि सिन्धुपाल्चोक भन्ने चाहिँ हाम्रो काठमाडौँ सिन्धुपाल्चोकको हामी सिमानामा छौँ भने के कुरा हो मैले भन्नु खोजेँ भन्दाखेरि एकदमै आजको हामी आउँदै गर्दाखेरि हामीसँग साँच्चै भन्दा पैसा नै छैन भनौँ न। त्यो अब जेरो ब्यालेन्समा हिँडेको जस्तै हो हामी। क्यास हामीले बोक्न बिर्स्यौँ। अब मैले चाहिँ नजिक होला सोचेको थिएँ, तर यति धेरै टाढा मलाई लाइफमै धेरै टाढा यसरी हिँडेको त नभएको होइन, गएको थियो। तर एकदमै भनौँ न अनसेक्योर फेरि भइरहेको छ। एकदमै जङ्गल छ। हुन त दुईजना कोही मान्छेहरू पनि हो छ, तर पनि खाना बाटोमा हिँड्दा चाहिँ एकदमै त्यो खाले हुँदो रहेछ बाइक स्टार्ट गर्दा। किन बन्द भयो भन्दाखेरि एकदमै हेभी अब बाइकलाई पनि निकालेर खुल्दै कुदाइन्छ नि त हामीले। त्यही भएर ड्याममा पुग्नु पाएँ, एकचोटि सर्लाको प्रोटेक्सन पाएँ, आनन्दको महसुस गर्न पाउने थिएँ भन्ने एउटा चाहना छ। त्यही मात्र हो, अरू केही छैन। ड्याममा पुगाएर पुगेर ड्याम कस्तो छ हजुरलाई देखाउँछौँ। बाटो त यस्तै छ। यो त धेरै राम्रो बाटो हो। हामीले एकदम डिफिकल्ट रोडहरू चाहिँ आइसक्यौँ। भनिन्छ नि डिफिकल्ट रोड अलवेज लिड्स टु ब्युटिफुल वे भन्छ। अब लेट्स सी हामी ब्युटिफुल पाथमा पुग्छौँ कि पुग्दैनौँ, ब्युटिफुल डेस्टिनेसनमा पुग्छौँ कि पुग्दैनौँ। नपुगे पनि ओके, पुग्यो भने त झन् राम्रो भइहाल्यो। लेट्स सी कस्तो रहेछ ड्याम, हामी हजुरहरूलाई देखाउँछौँ। Oh my god, छैन। फाइनल्ली गाइज ल हामी ड्याममा आइपुग्यौँ। Oh my god, it's so beautiful. Wow, expectation versus reality. एक्सपेक्टेसन भन्दा पनि रियालिटी चाहिँ बेस्ट छ। यो चाहिँ के भन्नु छ, दामी 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 दामी। ल थ्याङ्क यू सो मच आवर हिरो होन्डा बाबुलाई रेस्ट गराउँछौँ। हामी यहाँको सिनेरियोलाई एकदम इन्जोय गर्छौँ। आज उसको स्पेसल डे हो, त्यही भएर मैले उसलाई स्पेसल ठाउँमा ल्याएको छु। हामी यस्तो चट्टानबाट बाइक उकाल्दै सेल्फी हानु। This is our this is our destination. एकदमै ब्युटिफुल। इट लुक्स लाइक नेचुरल बट यो चाहिँ आर्टिफिसियल हो भन्नुहुन्छ। एकदमै ठुलो छ यो, परसम्म छ ड्याम। एकदमै राम्रो छ ड्याम। थ्याङ्क यू सो मच माई हस्बेन्ड फर दिस ब्युटिफुल ट्रिप।
ल अनि नजिक एउटा कुरो सोधिहाल्छु आज तिमीलाई आज दिन कस्तो गयो ल भन दिन एकदम फन्टास्टिक भयो मलाई न्यू रोड घुमाउने भनेर म यसरी आएको थिएँ यो चाहिँ मलाई एकदम सधैँ सरप्राइज दिन्छु भन्नुहुन्थ्यो सरप्राइज भएको हुन्थ्यो आज फाइनली सरप्राइज भयो म एकदम टोटली सरप्राइज भयो थ्याङ्क यू सो मच एकदमै ब्युटिफुल बर्थडे गिफ्ट दिएकोमा ब्युटिफुल ट्रिप ल बुढी यो फेवाताल है फेवातालमा साइली ढुङ्गा हो बुढा ढुङ्गा त म पर्पल छ फेवाताल चाहिँ यही हो थ्याङ्क यू सो है मच फेवाताल यही पोखराको फेवातालमा यही हो है म यही सिकाउँछु है बच्चाहरूलाई झुकाइदिएँ बुढीलाई झुकाइदिएँ पढ ल्यायो भने के अनि छैन दिमाग छैन झुकाइदिएँ पर्दैन त्यो तपाईँ कुन देशमा हो विदेशमा हो तिमीलाई तिमी कहाँ आएको आज भन थाहा छ ल तिमीलाई ढाप धाम होइन ढाप ड्याम कहाँ हो कहाँ छ यो ठाउँ यो चाहिँ सिन्धुपाल्चोक र सुन्दरी जलको यस्तो मिड पोइन्टमा होइन यो काठमाडौँमा हो काठमाडौँ हो काठमाडौँ हो यो इज दिस काठमाडौँ तिमीलाई नागदेव देखाएँ क्या आज तैँले नागदेवता ऊ है त्यो होला डक डग हो नागदेव आइज ल अब कस्तो फिल भएर एकदम फन्टास्टिक वन्डरफुल हुने थियो लाइफ मेरो मनको तालैमा हाने तिमीले डाइभ एक्लो जीवनको प्रब्लम ढुँडेर अरे आऊ नाचौँ पातली फन पनि घुमेर पानी पर्यो असिना झऱ्यो उदयको रुमाल भाउजूलाई मन पर्यो ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु यु ऐसा लगा तुमसे मिलके अरमा हुए पूरे दिल के नो नआउने अलिकति अगाडि ल्यायो नि समातेको जस्तो देख्छ थोरै तल राख्नु तर अलिक थोरै डाउन गुड अलिकति डाउन यस्तो के पन्जा फिजाउने हामी कति डिस्टेन्समा छ है यस्तो ड्याममा ल्याउँछ भने त हामी त म स्पोर्ट्स सुज लगाएर आउँथेँ होला मेरो बुढा यस्ता सरप्राइज नदेऊ न धन्न म स्कर्ट लगाएर आएन बुढा नेक्स्ट ल ओके ल क्यामेरा रेडी छ ल नेक्स्ट पोज यो फोटो हो क्या पोज दिने नेक्स्ट हल्लाउनु पर्ने हल्लेको देख्दैन के फोटो ओके नेक्स्ट योभन्दा राम्रो केही पोजहरू छ तपाईँसँग यहाँ चाहिँ कुनै पनि त्यस्तो पसलहरू पाउनु त्यही भएर हामीले बाहिरबाट केही सामानहरू खानेकुराहरू ल्याउनु पर्ने हुन्छ अनि त्यसपछि पानी पनि ल्याएको छौँ तर यहाँ पानी चाहिँ किन्नु पर्दैन किनभने बाटोमा जति नै पानीको धाराहरू भेटिन्छन् अनि हामीले ल्याएको चिजहरू चाहिँ यही नै हुन् अनि हामी यहाँ चटपटमा खाने छैनौँ किनभने हामी जे छ त्यही खान्छौँ अनि इनर्जी ड्रिङ्क रेडबुल पनि ल्याएको छौँ तर यो रेडबुल चाहिँ हामीलाई चाहिँ
ढाँटेको छ किनभने रेड सोडा हो मेरो बुढीलाई सौला रेड सौला बिचरा मेरो बुढीलाई झुकायो मान्छेले जसले झुकायो त्यसलाई चाहिँ सुधाइदिनुपर्छ नेपाल सरकार लौ न हजुर आउने मान्छेहरूले चाहिँ खाना खाने कुराहरू खाएर यसरी डस्टबिनमा फोहोरहरू लिएर जानु होला किनभने सफा गर्ने मान्छेहरू कोही पनि हुनुहुन्न अनि आफ्नो फोहोरहरू चाहिँ आफ्नै ब्यागमा लिएर जानु हुन्न हामी चाहिँ सकेसम्म हामीले त्यसो गर्ने कोसिस होइन हामी गर्छौँ किनभने हामीलाई त्यो बानी छैन कि हाम्रो यो देश हाम्रो हो भनेर कुरा हामीलाई प्राउड छौँ त्यही भएर हामी यसरी नै हामी फोहोर गर्दैनौँ यसको अर्थ यो पनि होइन कि यो फोहोर गरेको उठाउँछौँ होइन जान मन चाहिँ त्यो पारिपट्टि थियो त्यो पारिपट्टि जान मन थियो तर अब सायद बाटो छ जस्तो लागेन र एकदमै अफरोडिङहरू धेरै छ अनि हामीले रिक्स पनि लिन चाहेनौँ जस्तो मलाई फिल भइरहेछ अनि टोपी पनि ल्याइन मैले गल्ती गरेँ तिमी टोपी ल्याएछ अहिले ल एउटामा चेक गर्दै त एबट टु बुढी पहिला हामी चलाउनु पर्ने हुन्छ हामीले खायौँ मेरो तग्लो भएको हिसाबले मैले चाहिँ टोपी लगाएँ अनि हामी खाजा छौँ अल टाइम फेभरेट चौधरी ग्रुपको भाइ जहाँ गयो नि यो चौचो खानु छोड्नु हुँदैन हामी चौधरीलाई धनी बनाएको हामी चौचो खाएर भएर सबैले भन्छौँ सायद त्यो चौधरी त्यो चौचो नबनाइदिनु भए खाने पनि के हुन्थ्यो होला जस्तो सोचिरहेको छु हामी यसमा मिसायौँ पोटेटो बिस्किट्स अनि पोटेटो चिप्स अनि चौधरी ग्रुपको वाइफ छौँ है अनि मुङको दाल बदाम छ बदाम मिसाउँछौँ अनि जुससँग स्वाटै खान्छौँ अनि हामी जान्छौँ चटपटे चियर्स ब्युटिफुल प्लेस बुढीले मलाई आई लभ इट एनर्जी ड्रिङ्क किन्ने मलाई त्यो बाइक चलाउनु गाह्रो नहोस् भनेर माया गरेर किनिदिएको एनर्जी ड्रिङ्क थ्याङ्क यू सो मच बुढी अनि हाम्रो खाजामा आज यो छ पोटेटो चिप्स आलु चिप्स अनि चौचौ बदाम मुङको दाल हाम्रो हिरो चाहिँ उता बसिरहेछ फाइनली यो चाहिँ पानी Aqua 100 हो जीवनमा हामीलाई पानी चाहिन्छ नाम नलिउँ किनभने हामी शिखरमा आएर शिखरदीपको पानी खाँदैछौँ हामी ल ओके ल एकदमै ट्रिप हाम्रो फ्यान्टास्टिक एडभेन्चरस अनि एकदमै रमाइलो थियो हामीले एकदम लट्स अफ इन्जोय गऱ्यौँ राइडरलाई चाहिँ अलिकति गाह्रो भयो मलाई त खुब रमाइलो भयो त्यो होइन सेम भयो कि मलाई कालो बोको कालो बोके बसेको ठाउँ हो त कहाँ हो ड्याम यस्तो किन गर्छ पहिरो रुख्न हो प्रिभेन्सन रहेछ यहाँ चाहिँ पहिरोको यो चाहिँ ड्याम हाफ
कहाँ हो रहेछ? यही हो रहेछ हजुरले भने ठाउँ हो? भयो, आनन्द आयो, चित्त बुझ्यो? त्यही रहेछ। फाइनली ढापधामको सफलतापूर्वक हामीले भ्रमण गऱ्यौँ। अनि म चाहिँ के रिकमेन्ड गर्छु भने बाइकमा भन्दा पनि हाइकिङ आउनुभयो भने चाहिँ यो बेस्ट रुट रहेछ। बाइक चाहिँ अलि एडभेन्चर छ, अलि बाटोहरू पनि अलि अप्ठ्यारो छ। अनि हाइकमा अनि ग्रुपमा आउनुभयो भने चाहिँ एकदम रमाइलो हुन्छ। हाम्रो एउटा भाइलाई भेटेको थियौँ, एक्लै आएको भन्दै हुनुहुन्थ्यो सुन्दरी जलदेखि। हामी एकदम रमाइलो भयो। ल के हजुर ल आलु मिठो लाग्यो, धन्यवाद है। हस् धन्यवाद। धन्यवाद बुवा, फेरि आइ मैले भेट्छौ। हस् हामी चाहिँ ढापधामबाट फर्किने क्रममा छौँ। त्यहाँ अलिकति तल आएपछि दुईवटा बाटो आउँछ। तपाईँ राइट लिनुभयो भने चाहिँ हामी गएको अलिकति अफवाला बाटो, अफ रोडवाला बाटो हो। लेफ्ट लिनुभयो भने चाहिँ यो बाटो चाहिँ अलिकति उताको भन्दा अलिकति राम्रो छ। सो यो बाटो आउनुभयो भने तपाईँले दुईटै बाटोको एडभेन्चर पनि लिन सक्नुहुन्छ अनि रमाइलो पनि छ यो बाटो। सो सुन्दरी जल दिस वे। सो यहाँनिर म्यापहरू छ, यसरी बाटोमा यसरी इन्फर्मेसनहरू चाहिँ छ। यो चाहिँ एकदमै राम्रो कुरा हो। काइन्ड अफ टुरिज्मलाई पनि फोकस गरेको हो, तर यो एकदम राम्रो इन्फर्मेसन हो। सो अब यो बाटोबाट चाहिँ हामी सुन्दरजल निस्किन्छौँ। सुन्दरजलबाट हामी जान्छौँ काठमाडौँ चन्द्रगिरी नगरपालिका। ओके सी यू। लाली कुरा छौ माया बिरानो भो बिरानो भइरै साथको सुन्दरजल यता मणिचुर पोस्ट हामीले यस्तो भेट्छौँ। यहाँबाट तीनवटा बाटो छ अगाडि स्ट्रेट जाने टुवर्ड्स सुन्दरी जल। घुमे झै फनाना फनाना घुम्दो रहेछ मान्छेको जीवन। ल हाम्रो एउटा झर्ना देख्यौँ सुन्दरी जलको, एकदमै रमाइलो। अब चाहिँ हामी लगभग आइपुग्यौँ जस्तो लाग्छ नियर बाई सुन्दरी जल झर्दैछौँ। जति झरि नै आइपुग्दैन तर तलै हो। अघि न गएको बाटो भन्दा यो बाटो चाहिँ फार बेटर लाग्यो हामीलाई होइन। राइडरलाई कस्तो लाग्यो? जाने बेला त यो पनि डेन्जर उकालै हो, आउने बेला चाहिँ अलि राम्रै छ। चलाउनु जस्तो चलाइन्छ तर गाह्रो अप्ठ्यारो भन्ने कुरा चाहिँ हामी सुन्दरी जल पुग्न आँट्यौँ।
साइलेन्सरको पाइप पड्क्यो हाम्रो। के भएको भन्छ यो चाहिँ पानी पस्यो हो हाम्रो साइलेन्सरमा। कुन बाटो फेरि म आङ भइसक्यो आइपुग्यो यहाँ चाहिँ एउटा यस्तो प्रकृति रिसोर्ट। ल अब चाहिँ हामी शिवपुरी राष्ट्रिय निकुञ्ज गेटको एकदमै नजिक छौँ। ल हामी चाहिँ फाइनली टिकट काउन्टरबाट बाहिर निस्क्यौँ। शिवपुरीलाई हामीले छोड्दै अब हामी सुन्दरी जलतिर लाग्दैछौँ। अघि नकै हामी वाटर उयोवाला ठाउँमा पुग्यौँ। वाटर कन्टेनर के भन्छ वाटर प्लान्टमा पुग्यौँ। यो चाहिँ उसको पानी मेलम्चीको पानीलाई यसरी स्टोर गरेर नि यहाँबाट यसरी पानी डिस्ट्रिब्युट हुँदो रहेछ। यो चाहिँ एकदमै ठुलो छ ठुलो यो चाहिँ डिस्ट्रिब्युट गर्ने ठाउँ हो। डिस्ट्रिब्युट हुन्छ मेलम्चीको पानी। आजको राइड चाहिँ एकदमै एडभेन्चर प्लस एकदमै मेरो लागि चाहिँ एकदम नयाँ अनुभव। हामी दुवैजनाको लागि नयाँ ठाउँ नयाँ बाटो त्यही पनि हामी राम्रोसँग पुगेर सफलतापूर्वक फर्केको छौँ। हजुरहरू पनि एकचोटि आउनु होला भनेर रिक्वेस्ट गर्छु म। एकदमै राम्रो अनि रमाइलो रुट छ यो। यस्तो यस्तो ठाउँहरू छ यस्तो यस्तो मान्छेहरूलाई भेट्नुहुन्छ तपाईँले बाटोमा। यो चाहिँ एकदमै नयाँ एक्सपिरियन्स हुनेछ। हामी निस्केको छौँ सुन्दरी जल। अब चाहिँ हामी यो चाहिँ हामी गोकर्णेश्वर बराहाटार भन्ने ठाउँमा पुग्यौँ। फाइनली पिच रोड आयो। अब बाइकलाई पनि अलिकति सहज हुन्छ राइडरलाई पनि सहज हुन्छ अनि पछाडि बस्ने मान्छेलाई पनि सहज हुन्छ। चाहिँ हामी लाग्छौँ आफ्नो वाउ ढ्यान्डाडा। ल बसन्तपुर न्यु रोड एरिया त यति धेरै राम्रो भएछ है कलरफुल। मैले फोटो देखेको थिएँ एउटा अनलाइनमा। ल फुटपाथहरू वहाँसम्म। ल के यो नेपाल हो नेपालै हो यो। त्यही छ आज दत्तको जाने हो भन्दै थिएँ। कस्तो सफा कति राम्रो बाटो कति राम्रो कलरहरू लगाएको। सफलतापूर्वक आयौँ। अब हामी फर्केछौँ र यहाँ घुम्न आउनुहुन्छ भने एकदमै एडभेन्चरस बाइकहरू ल्याउनु भएर चाहिँ राम्रो हुन्छ। यो जुन सुन्दर बाटो छ अलिकति अफ रोडिङ छ डट बाइकहरू चाहिँ एकदम सुइटेबल हुन्छ। र हामी स्प्लेन्डरमा आयौँ एकदमै साथ दियो हामीलाई। यहाँसम्म हामी आइपुग्यौँ। अब हामी फर्केछौँ र जसले यहाँसम्म हेर्नु उहाँलाई धेरै धेरै धन्यवाद है। अनि यो धाप ड्याम चाहिँ एकदमै झट्ट हेर्दा पोखरा फेवाताल भन्दा पनि बिगनस तालतिर गएको अनुभूति भयो मलाई चाहिँ। अब यहाँनिर
यहाँनिर अब बोटिङहरू पनि भइदियो भने अझै राम्रो हुनेछ। यहाँ जति मान्छे अहिले हुनुहुन्छ त्यो अझै मान्छे बढ्ने सम्भावना चाहिँ यहाँ पर्यटन क्षेत्रलाई एकदमै राम्रो हुने सम्भावना चाहिँ मैले देखेँ। र आजलाई यतिमै भन्दै भिडियोलाई अन्त्य गर्न चाहेँ। धेरै धेरै धन्यवाद। यहाँसम्म जसले हेर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब हाम्रो च्यानलमा सब्सक्राइब गर्न नभुल्नु होला। हामी यस्तो भिडियोहरू ल्याउनेछौँ र यो भिडियो साथीहरूमा सेयर पनि गरिदिनु होला कि यो ठाउँमा आउँदाखेरि के कस्तो समस्याहरू आउनेछ, के कस्तो बाधाहरू आउन सक्नेछ भन्ने कुराहरू पनि अलिअलि देखाएका छौँ र सबैलाई जानकारी पनि हुनेछ। अनि हाम्रो भिडियोलाई लाइक